नमस्कार सबैजनामा। आजबाट हामी स्टार्ट गर्नेछौँ फार्माकोलोजीको सिरिज। अहिले जुन हाम्रो नेपाल फार्मेसी काउन्सिल लाइसेन्स इक्जाम प्रिपरेसन क्लासेसहरू छन् त्यो अलरेडी अफलाइन मोडमा चलिरहेका छन्। अनलाइनमा केही ट्रबल्सहरू र टेक्निकल इस्युज आएको कारणले गर्दा हामीले यसपालि अनलाइन क्लासेसहरू लिइरहेका छैनौँ। तैपनि यदि तपाईहरूलाई जुनसुकै पनि सब्जेक्टबाट केही यस्तो इम्पोर्टेन्ट भिडियो र इम्पोर्टेन्ट कन्सेप्टहरू चाहेकोमा म आफ्नो यही कोचिङकै साइटमा र कोचिङकै जुन युट्युब च्यानल छ त्यसमा अपलोड गरिदिइराखेको हुन्छु। तपाईहरूले त्यहाँबाट मजाले नोट पनि डाउनलोड गर्न सक्नुहुनेछ, इम्पोर्टेन्ट क्वेसन्सहरू पनि गर्न सक्नुहुनेछ र सँगसँगै हाम्रो डेली त्यो जुन एमसीक्यू क्वेसन्सहरू छन् त्यो एमसीक्यू क्वेसन्स प्र्याक्टिस गर्नको लागि एउटा टेलिग्राममा च्यानल पनि छन् है। त्यो टेलिग्रामको च्यानल लिङ्क म डिस्क्रिप्सन बक्समा एड गरिदिन्छु। होपफुली त्यहाँबाट पनि जुड्न सक्नुहुन्छ र अन्य सोर्सहरूको केही जानकारी चाहिएमा त्यो हाम्रो जुन फेसबुक पेजहरू छन् त्यसलाई पनि लाइक गर्न सक्नुहुनेछ। सो सिम्पली अब हामीले स्टार्ट गरौँ आजको टपिकलाई। त आज हामी पढ्नेछौँ फार्माकोलोजी। फार्माकोलोजी तपाईहरूले अलरेडी पढेर आउनुभएको छ, मलाई त्यसमा विशेष केही कुराहरू सम्झाउनु पर्ने छैन। म तपाईहरूलाई त्यही कुराहरू बुझाउँछु जुन कि इक्जामहरूको पोइन्ट अफ भ्यूले मोस्ट इम्पोर्टेन्ट हुनेछन् र यहाँ नि पढाउने तरिका हल्का बेग्लै छन्, यो तपाईहरूले पनि थाहा छन् नै। होपफुली मैले सबै कुराहरू जुन बोलेको छन् तपाईहरूले बुझ्न पाउनुहुन्छ। स्टार्ट कहाँबाट गर्ने? फार्माकोलोजीबाट। सो सिम्पल के भइहाल्यो, फार्माकोन। जुन फार्माकोन टर्म हुन्छन् उसको एउटै त मिनिङ हो ड्रग्स र लोगोसको मिनिङ के हुन्छन्? स्टडी। त सिम्पल यानी के भइहाल्यो, स्टडी अफ ड्रग्स या साइन्स अफ ड्रग इज कल्ड फार्माकोलोजी। अच्छा, यसमा सबै किसिमका ड्रग्सहरू नै छन्। त सिम्पली फार्माकोलोजीमा हामी कहिले पनि यदि केही पढ्छौँ त त्यो खाली ड्रग्सहरूकै बारेमा हुनेछन्। अब यो फार्माकोलोजीको अलग अलग सेगमेन्टहरू छन्, किनभने सिम्पल तपाईँ सबलाई थाहा छन् हाम्रो बडी बन्नको लागि के को जरुरी पर्छन्? सिस्टमको। त्यो सिस्टम केबाट मिलेर बनेको हुन्छ? स्पेसिफिक अर्गनहरूबाट। त्यो अर्गन केबाट मिलेर बनेको हुन्छन्? त एउटा पार्टिकुलर टिस्युहरू मिलेर है। र त्यो टिस्यु केबाट मिलेर बनेको हुन्छन्? एउटा स्पेसिफिक स्ट्रक्चरल सेलहरूले। सबलाई त यति थाहा छ नि। त सिम्पली यानी त्यो जुन स्पेसिफिक सेलहरू छन् त्यसमा धेरै अर्गेनलिजहरू पनि हुन्छन् र त्यो सबै अर्गेनलिजहरूको काम बेग्ला बेग्लै हुन्छन्। त्यो सबै आफ्नै कामहरूको लागि रेस्पोन्सिबल पनि हुन्छन्। त बाइ द वे नर्मली त्यो हाम्रो बडीको प्रत्येक अर्गन, प्रत्येक सिस्टम, प्रत्येक टिस्यु, प्रत्येक सेलहरू काम गरिरहेका छ भने हामीले केही टेन्सन तनाव आउँदैन। तर बाइ द वे यदि गर्दै गरेको जुन अर्गन्सहरू छन् त्यही कुनै कारणवश यदि त्यसमा जुन अर्डर छन्, जुन उसले अर्डर फ्लो गरिरहेका थियो, यदि त्यो अर्डरबाट हटेर केही अरू काम हुन थाल्यो त्यसलाई हामी के भनिदिन्छौँ? डिसअर्डर। त बाइ द वे यदि कुनै पनि सिस्टममा केही डिसअर्डर आइदियो, कुनै अर्गनमा डिसअर्डर आइदियो भने हामीले के बुझ्छौँ कि भाइ यसलाई ठिक गर्नुपर्छ। यानी मान्छेले जुन सफर गरिरहेका छन् त्यो प्रब्लमबाट सर्ट आउट गर्नको लागि हामी के खान्छौँ? बाहिरीबाट कुनै मेडिसिन्सहरू खान्छौँ। यानी डक्टरकोमा गयो, डक्टरले हामीलाई हेर्यो, हेरिसकेपछि उहाँले अब्जर्भेन्सको बेसिसमा या त्यो जुन चेक जाँच हुन्छ त्यो चेक जाँचको बेसिसमा जुन एप्रोप्रिएट मेडिसिन्सहरू लाग्यो उहाँले लेखिदिनु भयो। अनि मजा छन्, हामीहरूले खाइ पनि हाल्छौँ र खाइसक्दाखेरि हाम्रो इन्टेन्सन एउटै हुन्छ कि त्यहाँ गएर उसले 100% काम गरोस्, जेबाट हामी सफर गरिरहेका छौँ त्यसबाट रिलिफ पाओस् नै। त हामीले जुन मार्केटबाट अस्ति किनेर खाए नि त्यही त भइहाल्यो ड्रग्स। के भइदियो? ड्रग्स भइदियो। अब त्यो ड्रग्स हाम्रो बडीमा जान्छ भने दुईवटा वेले काम गर्छन्। हामीले के चाहन्छौँ? उसले जे कामको लागि गएछन् त्यही काम गरोस्, जसलाई भन्छन् डिजाइरेबल इफेक्ट। हुन सक्छन् ड्रग्सले दुईवटा इफेक्ट दिन पाओस्, यानी डिजाइरेबल इफेक्ट पनि अनडिजाइरेबल इफेक्ट पनि। तर त्यो टार्गेट अर्गनसम्म पुर्याउनको लागि हाम्रो बडी पनि त रेस्पोन्सिबल छ नि। त्यो ड्रग्सलाई थोरै थाहा छन् कि हाम्रो टार्गेट अर्गन कहाँ छन्, प्रब्लम कहाँ छन्। सिम्पल साइट अफ एक्सन्स त्यो माथि डिपेन्ड पर्छन् कि हाम्रो डिजिज कुन अर्गनमा र कहाँ भइरहेका छन्। जसरी कि यदि कुनै म बोलिरहेका छु, यदि मेरो ब्लड प्रेसर रेज भइहाल्यो त सिम्पल प्रब्लम कहाँ आइदियो? हर्टमा। यदि मेरो नर्मल ब्लड प्रेसर 120/80 mmHg छ र एकैचोटि 140/100 भइहाल्यो भने सिम्पली मैले के चाहन्छु? त्यसलाई नर्मल वेमा ल्याउनको लागि कि अझै बढाइदिनको लागि? नर्मल वेमा ल्याउनको लागि नै। त नर्मल वेमा गर्नको लागि मैले के खानुपर्छ? मेडिसिन। त त्यो मेडिसिन खाए त मेरै अर्गनमा गएर उसले के गरिरहेका छन्? फिजियोलोजिकल अल्टरेसन्स गरिदियो, यानी फिजियोलोजिकल मोडिफिकेसन गरिदियो र मोडिफिकेसन्स गरेर हाई रेन्ज ब्लड प्रेसरबाट नर्मल रेन्जसम्म ल्याउन उसले काम गर्यो नै। अब अर्को हुन सक्छन् कि जुन माइक्रो अर्गानिजममा यदि सिम्पली मैले अहिले पढाउँदै गरेको रुममा असंख्य नम्बर अफ माइक्रो अर्गानिजम छन्
र यो असंख्य नम्बर अफ माइक्रो अर्गानिजम मेरो बडीमा पनि गइरहेका छन्। तर यसलाई सबै मार्नको लागि मेरो बडीमा एउटा डिफेन्सिभ सेलहरू पनि त छन्। त्यो डिफेन्सिभ सेलहरूले के गरिरहेका छन्, त्यो सब माइक्रो अर्गानिजमलाई खत्तम गरिदिरहेका छन् र मेरो शरीरलाई इन्फेक्सन हुनबाट बचाइरहेका छन्। तर कहीँ मेरो शरीरले कुनै कारणवश इन्फेक्टेड भइदियो, यही टेररिस्टहरूको कारणले गर्दाखेरि, चाहे त्यो ब्याक्टेरिया हुन सक्छन्, चाहे त्यो फंगस हुन सक्छन्, चाहे त्यो भाइरस हुन सक्छन्, चाहे त्यो अनदर प्यारासाइट्सहरू हुन सक्छन्, तब हाम्रो दुश्मन के भइहाल्यो, त्यो टेररिस्टहरू जुन कि बाहिरबाट आएर हाम्रो बडीलाई इन्फेक्ट गरिरहेका छन्, कुनै पार्टिकुलर अर्गनलाई इन्फेक्ट गरिरहेका छन्। त हामीले आफ्नो पार्टिकुलर अर्गनलाई सुधार्ने कि त्यो ब्याक्टेरिया या त्यो फंगस या त्यो अन्य किसिमका माइक्रो अर्गानिजमहरू छन् त्यसलाई मार्ने, त सिम्पली अब जुन हामी ड्रग्स खाने गर्छौँ त्यो उसको टार्गेटरी ड्रग्सहरू खाने गर्छौँ। एन्टिबायोटिकको नाम सुन्नु भएको होला, एन्टी फंगलको नाम सुन्नु भएको होला, एन्टिभाइरलको नाम सुन्नु भएको होला, एन्टी हेलमिन्थ्रिसको नाम सुन्नु भएको होला नै। त यो सबै ड्रग्सहरू उसको टार्गेटरी एक्सन्समा गएर काम गर्छन्। त सिम्पल यहाँ नि हामीहरूले अब अगाडि बढ्ने क्रममा के जान्यौँ कि जुन ड्रग्सहरू छन् त्यो ड्रग्सहरू टार्गेट अर्गनसम्म पुर्याउनको लागि हामीलाई एउटा बाटो चाहिन्छ, हामीले एउटा सिस्टम फलो गर्नुपर्छ हैन। त त्यो सिस्टम फलो गराउनको लागि जुन रेस्पोन्सिबल बडी छन्, यो बडीले ड्रग्स माथि के गर्यो, यो स्टडीलाई हामी भन्छौँ फार्माकोकाइनेटिक। सिम्पल हाम्रो ड्रग्सलाई कहाँसम्म पुर्याउनु छन्, ब्रेनसम्म पुर्याउनु छ। मेरो टाउको दुखिरहेका छन्, ब्रेनसम्म त्यसलाई पुर्याउनु छ। त यो डाइरेक्टली कुनै ड्रग्सलाई म ब्रेनमा थोरै लिन सक्छु, लिन सक्दैन नि। यानी म माने कि ओरली लिए, त ओरली लिए भने उसलाई ओरली लिँदाखेरि सिम्पल मेरो बडीले कस्तो प्रिटेन्ड गर्छन्, खाना जस्तै प्रिटेन्ड गर्छन्। यानी मुखबाट गयो, इसोफेगसमा रह्यो, स्टोमकमा गयो, इन्टेस्टाइनमा गयो, इन्टेस्टाइन पछि कहाँ जान्छ, फेरि हाम्रो जुन लिभर छन् त्यो पोर्टल भेन भएर लिभरमा जान्छन्, लिभरले पहिला जाँच पडताल गर्छन्, जाँच पडताल गरिसकेपछि उसलाई थाहा छन् कि भाइ यो त सबै टेररिस्टहरू आइरहेका छन्, जुन एक्टिभ गर्ने क्यापासिटी छन् उसले इनएक्टिभ गरिदिन्छन् र शरीरबाट बाहिर फालिदिन्छन्। जति बचे खुचेको छन् त्यो हाम्रो ब्लड भेसलमा जान्छन्। ब्लड भेसल पछि अब ब्लड भेसलले चारैतिर कनेक्ट भएर बसिरहेका छन्, त्यही भएर त भन्छौँ नि फ्लुइड कनेक्टिभ टिस्यु। ब्लडलाई हामी के पनि भन्छौँ, फ्लुइड कनेक्टिभ टिस्यु। अब उसले सबै अर्गनमा गइदियो, तर के त्यो सबै अर्गनमा गएको ड्रग्स काम गर्छ त, गर्दैन। त्यो ड्रग्सलाई काम गर्नको लागि एउटा पार्टिकुलर रिसेप्टर चाहियो र त्यो पार्टिकुलर रिसेप्टर त्यही पार्टिकुलर ड्रग्सको लागि रेस्पोन्सिबल हुन्छन्। त्यहाँ रिसेप्टरमा गएर पहिला रिसेप्टरले रिसिभ गर्छन् ड्रगलाई, त्यसपछि त्यसलाई रिड गर्छन्, एक्टिभेट गर्छन्, अनि बल्ल त्यहाँ आफ्नो काम गर्छन्। त्यहाँ जुन ड्रग्स काम गर्यो त्यसलाई हामी भन्छौँ फार्माकोलोजिकल एक्सन, थेराप्युटिक इफेक्ट। र त्यो ड्रग्सले यतिकै काम गर्दैन, टार्गेट अर्गनमा गएर ड्रग्सले एउटा प्रिन्सिपल फलो गर्छन्, त्यहाँ उसले एउटा मेकानिजम फलो गर्छन् जसलाई हामी के भन्छौँ, मेकानिजम अफ एक्सन। उसले काम गर्यो, जति एमाउन्टमा त्यहाँ पुगेको थियो अब त्यो ड्रगले त्यतिकै काम गर्छन्। काम गरिदिसकेपछि मान्छेलाई त्यो रिलिफ पायो न, सब ठिक भयो। अब जुन बाँकी ड्रग छन् उसले शरीरमा रहेर के गर्छन्, त उसले हाम्रो शरीरमा नेगेटिभ इम्प्याक्ट गर्नुको अलावा अरू केही पनि गर्दैन र शरीरले यस्तो कुरा चाहदा पनि चाहदैन। शरीरले भन्छन् कि भाइ अब तिम्रो काम भयो, शरीरबाट तिमी बाहिर जाऊ। त उसले बाहिर जानको लागि फेरि कहाँ आउँछन्, त फेरि ब्लड भेसलमा आउनुपर्छन् र ब्लड भेसलमा आइसकेपछि उसले कहाँ जानुपर्छन्, त सिम्पल हाम्रो बडीबाट जति पनि मेटाबोलिक वेस्टहरू छन् लगभग 90% भन्दा बढी रिनल सिस्टमबाट बाहिर आउँछन्, यानी युरिन फर्मेसन्स भएर बाहिर आउँछन्। सो युरिन फर्मेसन्स भएको बेलामा अब यही छन्, कहानी यतिकै सिम्पल। यानी युरिन फर्मेसन भयो र त्यो ड्रग्सहरू एक्सरेट आउट गरेर बाहिर गइदियो। तर यहाँ काम के छ नि, जस्तै कि मानौ कि मेरो टाउको दुखिरहेका छ, त टाउको दुखिरहेका छ भने मेरो टार्गेट अर्गन के भइदियो, मेरो ब्रेन। त मलाई ब्रेनसम्म त्यो औषधि पुर्याउनु छन् र औषधि मैले कुन रुटबाट लिए, त सिम्पल ओरली रुटबाट लिए। त अब जब ओरली रुटबाट गयो भने यो पहिला कहाँ जान्छन्, हाम्रो बकल क्याभिटीमा, इसोफेगसमा, स्टोमकमा। यदि त्यो सोलिड डोजेज फर्म छ भने पहिला त्यसलाई टुक्रा टुक्रा गरिन्छ र फार्मेसीको भाषामा टुक्रा टुक्रा गरिने प्रोसेसलाई डिसइन्टिग्रेसन प्रोसेस भन्छ। त यहाँ डिसइन्टिग्रेसन भइदियो। डिसइन्टिग्रेसन भइसकेपछि नेचर वाइज यदि कुनै एसिडिक नेचरको ड्रग छ भने स्टोमक रिजनबाट नै ब्लड भेसलसम्म एब्जर्ब हुन्छ र कुनै बेसिक नेचरको ड्रग छ भने उसले इन्टेस्टाइनबाट एब्जर्ब भएर कहाँसम्म जान्छ, ब्लड भेसलसम्म जान्छ। त सिम्पल यहाँ दुईवटा एब्जर्प्सन्सको लागि के छन्, अप्सन छन्, कि त उसले स्टोमक रिजनबाट नत्र भने इन्टेस्टाइन रिजनबाट। यो डिपेन्ड पर्छन् ड्रगको नेचरमा। एसिडिक ड्रग जहिले पनि एसिडिक रिजनबाट मोस्टली एब्जर्प्सन हुन्छन् र बेसिक ड्रग जहिले पनि बेसिक रिजनबाट
मैक्सिमम एब्जर्प्सन्स गरिन्छन्। त सिम्पल यो एब्जर्प्सन्स हुनको लागि भयो के त यहाँ नि मुभमेन्ट भयो कसको बीचमा त यो जुन स्टोमकको साइड छ इन्टेस्टाइनको साइड छ यसमा पेरिस्टाल्सिस मुभमेन्ट भयो नि। त पेरिस्टाल्सिस मुभमेन्ट भएको कारणले गर्दाखेरि कहाँ गयो यो हाम्रो ब्लड भेसल्समा यहाँ रहेका जतिसुकै पनि ड्रग्सहरू छन् त्यो गयो। अब यो गइसकेपछि यो प्रोसेसलाई हामी के नाम दिए एब्जर्प्सन्स। यानी एब्जर्प्सन्सको एउटै मिनिङ हामी बुझ्न पाए मुभमेन्ट अफ ड्रग फ्रम साइट अफ एडमिनिस्ट्रेसन टू सिस्टेमिक सर्कुलेसन्स। यसलाई हामी के भनिदिन्छौँ एब्जर्प्सन्स। ल एब्जर्प्सन्स पनि भइदियो। त्यहाँ ड्रगको अलग अलग नेचर पनि हुन्छन्, कुनै ड्रग पोलर हुन्छन् कुनै ड्रग नन पोलर हुन्छन्। सो जुन पोलर ड्रगहरू हुने गर्छन् त्यो लगभग बाउन्डेड फर्ममा बस्छन्, जुन नन पोलर ड्रग्सहरू हुन्छन् त्यो फ्री फर्ममा बस्ने गर्छन्। त सिम्पल अब यो ब्लड भेसलमा आइसकेपछि यहाँ ड्रग्सहरूले गर्छन् के त यो ड्रग्सहरू अब सबै अर्गनहरूमा डिस्ट्रिब्युट भन्छन् नै। जब मेरो ब्रेनलाई टार्गेट रिएक्सन्स मैले माने त यो ड्रग्सहरू सबै अर्गन हुँदाहुँदै कहाँ पनि पुग्छन् ब्रेनमा पनि पुग्छन्। ब्रेनमा नि यो ड्रगलाई रिसिभ गर्नको लागि एउटा पार्टिकुलर रिसेप्टर छन् र त्यो पार्टिकुलर रिसेप्टर यो ड्रगलाई रिसिभ गर्यो, त्यहाँ पुगेको ड्रगले फार्माकोलोजिकल एक्सन पनि दियो। त सिम्पल ब्लड भेसल्सबाट जुन टार्गेट अर्गनसम्म मेरो ड्रग गयो त्यो प्रोसेसलाई हामी के भन्छौँ डिस्ट्रिब्युसन। अब डिस्ट्रिब्युसन भइसकेपछि यो ड्रग्स यानी यो अर्गन यसलाई किन राख्छन् त सिम्पल यसलाई अब बाहिर पठाउन सोच्छन्। त बाहिर पठाउनको लागि फेरि त्यही रुट हो, फेरि त्यो ड्रग्सहरूलाई कहाँ आउनुपर्छन् ब्लड भेसलमा। ब्लड भेसल पछि कहाँ जानुपर्छन् किडनीमा। किडनीबाट बाहिर आउनको लागि ड्रग्सलाई कस्तो नेचर भएको हुनुपर्छन् पोलर नेचर। तर इन्सिडेन्टली हाम्रो ड्रग लगभग 80% भन्दा प्लस नन पोलर नेचरको हुन्छन्। नन पोलर नेचर भनेको मतलब लिपिड सलुबल यानी अनआयोनाइज्ड ड्रग्सहरू। त सिम्पली यानी जुन नन पोलर नेचरको ड्रग्सहरू छन् यसलाई हाम्रो किडनीले बाहिर फाल्न सक्दैन। त सिम्पल किडनीले पनि कहाँ पठाइदिन्छन् फेरि ब्लड भेसलमा। अब यो ब्लड भेसलमा गइसकेपछि यसलाई एकजनासित मद्दत गर्नुपर्छन् कोसित त सिम्पल लिभरसित। यानी जुन नन पोलर नेचरको ड्रग छन् यो कहाँ गइदिन्छन् लिभरमा। अब लिभरलाई गएर रिक्वेस्ट गर्छन् कि लिभर मैले यहाँ केही काम गर्न आएको थिएँ त्यो काम भयो पुरा, अब मलाई शरीरबाट बाहिर जानु छन् र शरीरबाट बाहिर जानको लागि मलाई नन पोलरबाट ट्रान्सफर्म भएर पोलरमा बनाइदेऊ। अब लिभरले भन्छन् वेलकम यहाँ आऊ म बनाउँछु तिमीलाई है। त सिम्पल यो कुनमा गयो नन पोलर नेचरमा, ट्रान्सफर्म केमा भइरहेका छन् पोलरमा। कसको प्रेजेन्समा त त्यहाँ धेरै इन्जाइम्सहरू प्रेजेन्ट हुन्छन् हेपाटोसाइट सेलहरूमा। त सिम्पली यहाँ नन पोलरबाट पोलरमा बनाउने जुन इन्जाइमेटिक एउटा रिएक्सन्स भयो या त्यसलाई हामी भनिदिन्छौँ के बायो ट्रान्सफर्मेसन। के भनिदिन्छौँ बायो ट्रान्सफर्मेसन। र यसैले अर्को भाषामा पनि भन्छन् मेटाबोलिज्म। के भन्ने गर्छन् मेटाबोलिज्म। त सिम्पल यो लिभरमा गएर के भइहाल्यो मेटाबोलिज्म भइदियो। यानी ड्रग्सहरू नन पोलरबाट पोलरमा गइदियो। फेरि यो अब कहाँ जान्छन् ब्लड भेसलमा। ब्लड भेसल पछि कहाँ जान्छन् किडनीमा। र किडनीमा अब पोलर नेचरको भएको कारणले गर्दाखेरि यो सबै ड्रग्सहरू कहाँ जान्छन् त यो शरीरबाट बाहिर जान्छन्। यो दिमागमा राख्नु जुनसुकै पनि केमिकल रिएक्सन्स यदि ह्युमन बडीमा भइरहेका छन् या लिभिङ अर्गानिजममा भइरहेका छ भने त्यो सबैले हामी मेटाबोलिज्म भनिदिने गर्छौँ या उसैले हामी के भन्छौँ बायो ट्रान्सफर्मेसन भनेर बुझ्छौँ। उसको एउटै काम हो केबाट नन पोलरबाट पोलरमा कन्भर्ट गरिदिने। कसको प्रेजेन्समा हेपाटोसाइटमा रहेका जुन विशेष इन्जाइमहरू हुन्छन् त्यसको प्रेजेन्समा। यानी यहाँ एउटा केमिकल रिएक्सन्स हुन्छन्, धेरै किसिमका केमिकल रिएक्सन्स हुन्छन्। होपफुली आजको यो जति पनि यो नर्मल कन्सेप्ट या जुन बेसिक कन्सेप्टहरू होला त्यो तपाईहरूले बुझ्नु भएको होला। थ्याङ्क यू सो मच।